आमाको दुधले बच्चालाई धेरै राम्रो गर्छ भन्ने कुरा त धेरैलाई थाहा भएको कुरा हो। तर के तपाईँलाई थाहा छ, स्तनपानले बच्चालाई मात्र राम्रो गर्दैन, आमामा पनि स्तन क्यान्सर र डिम्बाशयको क्यान्सरको जोखिम कम गराउँछ। 6 महिनाको तलबी सुत्केरी बिदा आवश्यक छ भन्ने कुरा फेरि चर्चामा आइरहेको छ र यसको सम्बन्ध आमाको बिदासँग मात्र होइन, बच्चाको स्वास्थ्यसँग पनि छ। विश्व स्वास्थ्य सङ्गठनले शिशु जन्मेको पहिलो 6 महिनासम्म आमाको दुध मात्रै अर्थात् एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउन सिफारिस गर्छ। तर नेपालमा 6 महिनाभन्दा कम उमेरका शिशुमध्ये करिब 55% मात्र यो सिफारिस अनुसार पहिलो 6 महिनासम्म आमाको दुध मात्रै पिउँछन्। तर यसको अर्थ आमाहरूले प्रयास नगरेको हुन् भन्ने होइन। धेरै आमाहरू सुत्केरी बिदा सकिएपछि काममा फर्किनु पर्ने हुन्छ। कतिपय कार्यस्थलमा स्तनपान गराउने वा दुध पम्प गरेर सुरक्षित राख्ने सुविधा हुँदैन। परिवारको सहयोग, सही परामर्श र स्तनपान मैत्री वातावरणको कमीले पनि धेरै आमाहरूले चाहे अनुसार ब्रेस्ट फिडिङ गराउन सक्नुहुन्न। पहिलो 6 महिनासम्म आमाको दुधले बच्चालाई चाहिने सबै पोषण र पानी पनि दिन्छ। आमाको दुधमा संक्रमणसँग लड्न मद्दत गर्ने एन्टिबडिज हुन्छन्, विशेष गरी पखाला र श्वास प्रश्वासका संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ। यसले बच्चा कम बिरामी पर्ने, स्वास्थ्य उपचारमा हुने खर्च कम हुन सक्ने, आमा बुवाले काम छुटाउनु पर्ने अवस्था घट्न सक्ने र दीर्घकालीन रूपमा परिवार र देश दुवैलाई फाइदा पुग्ने देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यदि सबै शिशुले सिफारिस गरिए अनुसार स्तनपान गर्न पाए भने हरेक वर्ष 5 वर्ष मुनिका 8,20,000 भन्दा बढी बालबालिकाको ज्यान बचाउन सकिन्छ। यही कारणहरूले धेरै देशहरूमा तलबी सुत्केरी बिदा, स्तनपान मैत्री कार्यस्थल र परिवारको सहयोगलाई पनि ब्रेस्ट फिडिङको महत्त्वपूर्ण हिस्सा मानिन्छ। सफल स्तनपान आमाको मात्र जिम्मेवारी होइन। त्यसैले वर्ल्ड ब्रेस्ट फिडिङ विक भनेको आमालाई मात्र ब्रेस्ट फिडिङ गराउन सम्झाउने हप्ता होइन। यो त हरेक आमालाई साथ दिने परिवार, स्तनपान मैत्री कार्यस्थल र सहयोगी नीतिहरूको महत्त्व झल्काउने हप्ता पनि हो। किनभने स्वस्थ जीवनको सुरुवात आमाको मात्र होइन, सिङ्गो समाजको नै जिम्मेवारी हो। दैनिक जीवनसँग जोडिएका स्वास्थ्यका यस्तै कुरा सरल भाषामा बुझ्न चाहनुहुन्छ भने लाइफ इन नेपाललाई फलो गर्नुहोस्।